आएकै छैन यार यहाँ किन होला यार अहिले छैन कि ल के छ जनकजी हजुरकोमा आयो कि आएन हजुरले एकचोटि त्यसो भए एकचोटि लिभ गरेर फेरि जोइन गर्नु त हजुरले हामी फेरि यसैमा अड्किने भयौँ यहाँ लगभग गरिरहनु भएको होला थोरै मैले देखाउन मात्र चाहेको हो म यहाँ चाहिँ आएछ ए हुन्छ ल म अहिले यहाँ यो टेस्ट युजर एउटा बनाएको छ त्यो युजरबाट हजुर यो टेस्ट युजर चाहिँ के हुन्छ भने इन्ट्री युजर हो होइन त्यो इन्ट्री युजर हजुरको कस्तो आउँछ त्यस्तैबाट चाहिँ म यहाँ छिर्न चाहेँ यसरी म छिरेँ अब धेरै साथीहरूको समस्या के आइरहेछ भने यो ब्राउजर केस क्लिन नभएर कस्तो भने हामी यहाँ सिस्टममा पनि खेलाउँदैछौँ नयाँ नयाँ बनाउँदै पनि छौँ थप्दै पनि छौँ अनि तपाईँहरूले इन्ट्री पनि गर्दै हुन्छ हाम्रो बाध्यता के हो भने जनवरी अब यो फर्स्ट विक चलिरहेछ यसको रिपोर्ट फेरि हजुरलाई यो फुल्ली फर्म बनाएर दिँदा फेरि यो हप्ताको इन्ट्री छुट्ने भएको भएर अब महामारीको तथ्याङ्क चाहिँ तत्कालै चाहिने हिसाबले हामीले चाहिँ यो फर्म बनाउँदै तपाईँलाई इन्ट्री गराउँदै गर्दाखेरि अलिकति यो ट्रान्जेक्सनमा चाहिँ अलिकति इस्यु आएको हो त्यसलाई चाहिँ अब यो यही हजुरहरूले यो ब्राउजर केस क्लिन गरेर अब यसले पनि कतिपय काम गरिरहेको छैन होइन अब हजुरले देखिरहनु भएको छ यहाँ गएर यो भिडियो नि मैले बनाएको थिएँ जस्तो यहाँ गएर चाहिँ हजुरहरूले यो चाहिँ गर्नुपर्ने छ यो यहाँ जाने होइन अनि यसरी यसलाई ठुलो बनाउने अनि यो यसरी यहाँ डिलिट गरे पछाडि चाहिँ अनि हामीले जे संशोधन गरेको कुराहरू छ त्यो चाहिँ मजाले यहाँ देखिन्छ हजुरहरू होइन अब यसमा चाहिँ अब हजुरहरूले अब ड्यासबोर्डबाट गयो भने सजिलो हुन्छ हजुर हजुर हुन्छ आइरहेछ अहिले साथीहरूले अब अहिले एकछिनलाई माइक माइक म्युट गरिदिनु अहिले त अब अघिको मैले यहाँ चाहिँ यहाँ के आइरहेछ हजुरकोमा यो युआर्सको के देखेको छ अहिले अहिले देखियो युआर्सको यसमा चाहिँ अब हामीले चाहिँ अब अघिकै कुरा जस्तो यो एउटा सेलेक्ट अल गरेर हजुरहरूले यो गर्ने कुरा भइहाल्यो हजुरहरूले खोल्ने बित्तिकै यो आउँछ खै यसले काम गरिरहेको छैन कि यसमा इस्यु आइरहेछ होइन यो पनि केही समयमा सल्भ होला तर अहिले हामीले चाहिँ यो गोलो दुइटा एकवटा लाइन यता लाइन छ नि यो लाइन चाहिँ अब यो यसमा क्लिक गरेर चाहिँ कुकिज एन्ड साइड डेटा भन्छ कि त्यसमा क्लिक गरेर हजुरहरूले यसलाई यसरी ठुलो बनाइसकेपछि अनि यो डिलिट भन्ने यो भाँडो छ यो भाँडोलाई क्लिक गरेर डन गरेपछि अनि हामीले यहाँ चाहिँ केही संशोधन गरेको छ भने हजुरहरूकोमा रिफ्लेक्ट हुन्छ है अब यसरी डिलिट गर्दाखेरि चाहिँ जान्छ हजुरहरूले यसरी पासवर्ड चाहिँ हाल्न सक्नुभयो आइडी पासवर्ड होइन यो चाहिँ मैले एउटा टेस्ट युजर हामीले एउटा टेस्ट युजर बनाएको छौँ त्यसमा चाहिँ अनि अब यो चाहिँ हजुरहरूले इन्ट्री गर्ने कस्तो देखिन्छ भन्ने कुरा टेस्ट गर्नलाई राखेको र यसरी यो 9वटा पोइन्टमा जाने प्रायः हजुरले गरिरहेकै छ गरिरहेकै हुनुहुन्छ होइन अब यो ड्यासबोर्डमा गइसके पछाडि चाहिँ हामीले चाहिँ यहीँ नै इन्ट्री गर्न तपाईँहरू सहज बनाएको छौँ अहिले पहिला चाहिँ ड्यासबोर्ड खोल्दा झ्याप्पै सबै आउँथ्यो अब अहिले यहाँ आएको छैन अब यो चाहिँ आउने बनाउनु त मिल्छ होला तर यो नआउँदाखेरि चाहिँ हामीलाई के सजिलो हुन्छ भने नेट स्लो छ भने छिटो खुल्छ कि अब यो सबै खुल्नेवाला चाहिँ अलिक नेट चाहिँ अलिक स्पिडवाला चाहिन्छ र यसरी अब यसरी हजुरहरूको यो ड्यासबोर्ड चाहिँ प्रायः सबै देखिरहेकै तपाईँहरूले हो र यसमा चाहिँ अलिकति एउटा नयाँ चाहिँ यहाँ हजुरले देखिरहनु भएको होला तपाईँको यो हामीले यो एसओपी चाहिँ यहीँ रिसोर्समै हालिदिएका छौँ हाम्रो युएसको वेबसाइटमा के अरे इडिसिटीको वेबसाइटमा पनि छ यहाँ गएर सिधै तपाईँहरूले यो क्लिक गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ केही कन्फ्युजन भएन र अब मैले ढिला नगरी यो केस रिपोर्ट कसरी गर्ने भन्ने हामीले यो केसमा चाहिँ सिन्ड्रोम र डिजिज कन्फर्म ल्याब कन्फर्म डिजिज कसरी इन्ट्री गर्ने भन्ने कुरा चाहिँ यसमा देखाउन चाहन्छु जस्तो यो केस रिपोर्टिङ क्लिक गरिसके पछाडि हजुरहरूकोमा यसरी युआर्स क्याप्चर भनेर आउँछ होइन युआर्स क्याप्चरमा यसरी प्रोग्राम अटो यसले युआर्स लिन्छ
अनि त्यस पछाडि अर्गनाइजिङ युनिट चाहिँ अब मेरो यो चाहिँ यो प्रोभिन्सकै मैले टेस्ट युजर बनाएको भएर यो सबै प्रोभिन्सको छ। जस्तो मैले अहिले एउटा प्रोभिन्समै मैले यहाँ चाहिँ यो गर्न चाहेँ, सेलेक्ट इन्जिनियरिङ भ्याल्यु सेलेक्टेड भन्छ के भन्यो यसमा। प्रथम एउटा अर्गनाइजेसन युनिटै लिउँ, हाम्रो बाजुराको बढी मालिका 8मा हाम्रो छ होइन, डिस्ट्रिक्ट हस्पिटल बाजुरा लिउँला। त्यो लियो भने यसरी हजुरहरूकोमा यसरी आउँछ। यहाँ चाहिँ अब यो रजिस्टर्ड इभेन्ट तपाईँहरूले इन्ट्री गरेको इभेन्टहरू यहाँ यसरी देखिन्छ लिस्टमा होइन। अनि यहाँ पहिला चाहिँ तपाईँहरूको रजिस्टर्ड इभेन्ट भन्ने थियो, अहिले चाहिँ क्रिएट न्यू इभेन्ट भनेर छ कि कुरा उही हो। यसरी क्लिक गरिसके पछाडि हजुरहरूकोमा यसरी फर्म आउँछ। अब यसमै हजुरहरूले पहिला गरे जस्तै लगभग सेम बनाएको छ, अलिकति थोरै मोडिफाई मात्रै भएको छ। यसमा चाहिँ जस्तो डायग्नोसिस डेट अब कहिले चाहिँ बिरामीको हामीले चाहिँ आउनु भएको होइन, उहाँले डाक्टर साहबले कहिले डायग्नोसिस लेख्नु भएको हो त्यो डेट हामीले यहाँ लेख्नु पऱ्यो। जस्तो अब अझै अहिले चाहिँ हामी चाहिँ डेली रिपोर्टिङमा अब 24 घन्टाभित्र रिपोर्टिङ गर्ने भन्ने कुरामा गइरहेको छु। किनभने शीघ्र अर्ली वार्निङ, शीघ्र चेतावनी, हामीले शीघ्र महामारीको तथ्याङ्क, महामारीको विवरण या सूचना चाहिँ शीघ्र आयो भने शीघ्र अतिशीघ्र त्यसको कन्ट्रोल गर्ने होइन, त्यसलाई चाहिँ हामीले चाहिँ नियन्त्रण गर्न सक्ने होइन। भोलि त्यसको महामारीको रूप त्यसले अरू समुदायमा चाहिँ ज्यान जोगाउने भएको भएर हामीलाई शीघ्र चाहिँ तथ्याङ्क चाहिने भएर अहिले हामी 24 घन्टे रिपोर्टिङमा छौँ। सो अब रजिस्ट्रेसन नम्बर हजुरहरूले अब इन्ट्री गरिरहनु भएकै छ, यो मैले भन्नु परेन। र अब ओपिडीबाट या इमर्जेन्सीबाट कुनबाट चाहिँ रजिस्टर्ड भएको बिरामी होइन, ओपिडी इमर्जेन्सी आइपिडीमा भर्ना भएको छ भने आइपिडी अब कुनै लिन सकियो। र अब रिपोर्ट डेट चाहिँ हाम्रो यो यहाँ देखाइरहेको छ, यो खासै यो चाहिँ नचाहिने हो। यो यसमा हजुर अब ए आफै आउँछ। ए यो डेटमा हजुरले इन्ट्री गर्नु। सरले फ्ल्याग गर्नुभएको कुरा एकदम ठिक लाग्यो मलाई। जस्तो हामीले यो कुरा अहिले भन्नै पर्ने, जस्तो हामीले के भनेको थियौँ भने पहिला चाहिँ मङ्गलबारभित्र गऱ्यो भने टाइमली रिपोर्टिङ हुन्छ भनेर भनेको थियौँ पहिला होइन, विकली रिपोर्टिङको रूपमा पहिला युआर्समा। अब अहिले यो युआर्समा चाहिँ अब हामीले चाहिँ 24 घन्टाभित्रकोलाई ट्र्याक गर्नलाई चाहिँ हामीले यो अटो आउँदो रहेछ। हजुरहरूको यो क्लिक इन्ट्री गर्न पनि मिलाएको छैन होइन, यो अटोमेटिक सिस्टमले क्यालकुलेट गर्ने भएको भएर अब यो चाहिँ हजुरहरूले 24 घन्टाभित्र गरेकोलाई टाइमली यसले देखाउँछ देखाउँदैन भन्ने कुराको लागि राखेको हो। र अब पेसेन्ट नेममा एउटा कुनै राखौँ, जस्तो श्री राख्यो होइन। अब यहाँ एउटा कतिपय कन्फ्युज हुनुभएको छ, अब एज अर डेट अफ बर्थ भन्ने कुरामा कन्फ्युज हुनुभएको छ। यहाँ चाहिँ हजुरहरूको कार्डमा कति इयर छ यो यहाँ हजुरले क्लिक गरेपछि आफै तपाईँको यहाँ यसले क्यालकुलेट गर्छ। मन्थ डेजहरू राखेको छ भने त्यो पनि हालिदिनु होला, छैन भने यसरी जान्छ। तल पनि एज यसरी झर्छ। अब मेल फिमेल यसरी राखिहाल्नुहुन्छ। अब हजुरहरूले अब यहाँ तपाईँहरूले चाहिँ अब डिस्ट्रिक्ट अब कुन जिल्लाको हो होइन, अब यहाँ चाहिँ अब सबै जिल्ला आइरहेछ होइन। अब हजुरको कुन जिल्ला हो त्यो चाहिँ अब यहाँ चाहिँ तपाईँहरूले जस्तो यस्तो पनि हुनसक्छ, तपाईँको जिल्ला अरू जिल्ला या अरू प्रोभिन्सबाट पनि कोही बिरामीहरू आएको हुनसक्छ होइन। त्यसको लागि पनि यहाँ सबै आउने गरी राखेको छ हामीले। जस्तो कोही अछामबाट आउनुभयो मानौँ भने अछाम क्लिक गर्नुभयो, सुदूरपश्चिम अटो आयो होइन। त्यस पछाडि म्युनिसिपालिटी अब कुनै जस्तो यो मैले चाहिँ अछामभित्रको यो छानेर वार्ड नम्बर कति कुनै छ भने 8 मानौँ, र कन्ट्याक्ट नम्बर कति छ यो पनि सेभ गरिदिनु, यो पनि इन्ट्री गरिदिनु होला। प्रायः चाहिँ कन्ट्याक्ट नम्बरहरू छुटिरहेको छ होइन। अब यो कुनै नम्बर गरिदिनु होला, अहिले मैले चाहिँ लेखिनँ। र अब हामीले यहाँ अहिले चाहिँ पहिला चाहिँ हाम्रो डिजिजमा सबै आउँथ्यो, एजी सारी सबै यसमा आउँथ्यो भने अहिले चाहिँ हामीले चाहिँ डिजिज क्लिक गर्दाखेरि हाम्रो 18वटा डिजिज प्लस अदर होइन, अदर पनि छ। अदरमा चाहिँ हाम्रो जुन नेपाल सरकारले 52वटा डिजिज भनेको चाहिँ यो 18भन्दा बाहेकको जुन एसओपीले इङ्गित गरे भन्दा बाहेककोलाई चाहिँ अदरमा राखेको छ भने एसओपीभित्रको चाहिँ कन्फर्म ल्याब डिजिजहरूलाई यसरी चाहिँ हामीले 18मा लिस्ट राखेको छ भने सिन्ड्रोममा चाहिँ यसरी हजुरहरूको एजी सारी धेरै हुनसक्छ, यहाँ यसरी राखेको छ। अब एउटा कुनै चाहिँ हजुरले सेलेक्ट गर्न सक्नुहुन्छ। जस्तो अहिले मैले सिन्ड्रोमै सेलेक्ट गरेँ भने यसमा चाहिँ अब यसरी आउँछ।
अब डायग्नोसिस लोकेसन कहाँ हो त भन्दाखेरि अस्पतालमै भएको हो होइन, गरेर अब आउटकम के छ त, आउटकम अब अन्डर ट्रिटमेन्ट छ, क्योर छ, मानौ अब तपाईँको अन्डर ट्रिटमेन्ट छ भने अन्डर ट्रिटमेन्ट गरौँ। अब यहाँ चाहिँ अलिकति हामीले अब मैले भिडियोमा पनि भनेको छु, जस्तो डेथ गर्दा चाहिँ डेथ अलि सेन्सिटिभ कुरा पनि भयो र त्यसको चाहिँ हामीले चाहिँ डेथ सर्टिफिकेटै लिनुपर्छ भनेर यो सेलेक्ट फाइल गरेपछि तपाईँहरूको चाहिँ यहाँ चाहिँ फाइल अपलोड हुन्छ। त्यो यो फाइल चाहिँ के हो भने डेथ सर्टिफिकेटको फाइल अपलोड गर्न सकिन्छ यसमा। अहिले यो डेथ भएको छैन, यो क्योर गरौँ र अब हजुरहरूले यहाँ कम्प्लिट इभेन्ट गरेर यहाँ चाहिँ अब यहाँ असाइन्ड युजरको चाहिँ म अलिक पछि कुरा गर्छु होइन। यो चाहिँ अब भोलि रेस्पोन्सको बाटोमा हामीले चाहिँ गर्ने कुराहरू रहन्छ। यहाँ कुनै तपाईँहरूले असाइन गर्नु भने त्यो स्वास्थ्य संस्था या चाहिँ त्यो स्वास्थ्य कार्यालय वा प्रोभिन्समा त्यहाँ अलर्ट जान्छ र त्यो भेरिफिकेसन गर्ने इन्भेस्टिगेसन गर्ने कुराहरूमा जोडिन्छ भने यहाँ हजुरहरूले सेभ एन्ड एक्जिट गरेपछि यो सेभ हुन्छ होइन। सर यो के सेभ गर्नु पर्दैन सर, सेभ डिलिट हुन्छ नि होइन, हामीले पछि गर्नु मिल्छ नि। म अहिले एकछिन डिलिट गरिदिन्छु, श्री भन्ने बिरामी हो, मैले यसलाई यसरी सेभ गरेँ भनेपछि अब यहाँ यसरी हजुरहरूको यसरी आउँछ। यी सारी मैले चाहिँ अछामको 30 वर्षको मेलको यसरी सेभ गरेँ भनेर यसरी आउँछ होइन। अब यसमा तपाईँहरू पेसेन्ट नेम हेर्ने हो भने यस्तो सेटिङ जस्तो यो अप्सन छ, यहाँ गएर तपाईँले चाहिँ पेसेन्ट नेम गरेर यसरी सर्च गर्नुभयो, टिक लाउनुभयो भने यहाँ पेसेन्ट नेम के राख्नु भएको पनि आउँछ, श्री भनेर आयो, यसरी आउँछ है यो चाहिँ। अब मैले यो कुरा चाहिँ अलिकति यो इन्ट्री गर्ने कुराहरू गरेँ। यसमा केही तपाईँहरूको केही अहिलेसम्म कुनै समस्याहरू केही आएको छ? हजुर सर भन्नु न। हजुर डिजिज डिटेलमा चाहिँ अब यस्तो हजुरको जस्तो डिजिजको सिभिरिटी होइन ती कुराहरू यसमा राख्ने हो होइन। अब कुनै अब यहाँभन्दा बाहेकको अरू कुनै विवरणहरू लेख्नुपर्ने रहेछ भन्ने खालको कुरा छ भने चाहिँ हजुरहरूले लेख्ने कुरा हो। यसलाई हामीले ओपन म्यान्डेटेड राखेको छैन, ओपन राखेको छौँ। त्यो चाहिँ हजुरहरूले डिस्क्रिप्सन दिने कतिको सिभिरिटी हो होइन, अब के हो, अब त्यही त यो कन्फ्युजन हुन्छ नि हामीले यस्तै आई भनेर यहाँ चाहिँ अब यो यसमा बरु केही थपौँला, यसको के हो डिजिट डिटेल भनेको के हो भने चाहिँ यसमा थप्न सकिन्छ। जस हामीले यसलाई चाहिँ अब यो कुनै केही विवरण यो यहाँ लिएको भन्दा अन्य केही विवरण छ भने पनि हालिदिनु भनेर राखेको हो सर। हजुर 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 हुन्छ सर। हजुर सरले भनेको कुरा चाहिँ हामीले अब त्यसलाई चाहिँ एड्रेस गर्दैछौँ। यहाँ कस्तो गर्दैछ भने अहिले चाहिँ पहिलाको अदर र यो अदर अलिकति केही फरक छ होइन। यसमा चाहिँ अघि यहाँ सरले भने जस्तो यहाँ अहिले हाल्ने क्रममै छौँ। जस्तो अहिले इन्ट्रिक फिभर चाहिँ अहिले हालिहाल्यौँ किनभने यो डिटेल आएको छ, सबै रिपोर्ट गर्न पाइएन भनेको भएर 1 नम्बरमा हाल्यौँ। र अरू जुन 52वटा डिजिजमा जुन 18भन्दा बाहेकको चाहिँ यहाँ अब लिस्ट हामी यो बनाउने क्रममा चाहिँ यो आउँछ। त्यो भइसकेपछि किशोर सर जस्तो हजुरले अदर भनेर हालेर अनि त्यस्तै अघि सरले भने जस्तो टाइप गरेर सेभ गर्दाखेरि चाहिँ त्यो इस्यु आउँछ। तर हामीले चाहिँ के भनेको छौँ भने जस्तो यो अदर लिइसकेपछि यहाँ पनि यो अघिको 18वटा भन्दा बाहेकको इन्ट्री फिभर जस्तै यो 18मा पऱ्यो नि, सो यहाँ आयो। अरू अरू पनि यहाँ आउने क्रममा छ, अब 1 2 दिनमा यहाँ आउँछ होइन, यहाँबाट सेभ गर्न मिल्छ। अनि अहिले ठ्याक्कै पदम सरले भने जस्तो अब त्यो 52भन्दा बाहेकको पनि कुनै डिजिज डायग्नोसिस हुन सक्यो नि त, आउन सक्यो नि त, किनभने महामारी जन्य रोगको बोर्डरभन्दा बाहिरबाट आउन सक्यो। हामी धेरै त्यहाँ चाहिँ बोर्डर नजिक नजिक पनि छौँ सुब्बामा। सो त्यो चाहिँ त्यसको लागि लिनको लागि चाहिँ हामीले अननोन राखेका हौँ कि कुनै भनौँ न त्योभन्दा बाहेकको छ भने डाक्टर साहबले यो त महामारी जन्य रोग हो, यो त तत्काल खबर गर्नुपर्छ भन्नुभयो भने यहाँ ट्याक्क तपाईँहरूले चाहिँ सेभ गरेर यहाँ इन्ट्री गरे पछाडि अनि यहाँ हामीलाई चाहिँ अब नोटिफिकेसन आउँछ। त्यही हिसाबले हामी इन्भेस्टिगेसन गर्ने अनि कन्ट्रोल गर्ने अनि त्यसलाई महामारीको रूपमा जानु नदिने भन्ने कुरा गर्छौँ सर है सर। अरू
डिजिज टोटल छ 52 नै हो होइन सर। तर हाम्रो प्रायोरिटी चाहिँ के हो भने मुख्य 18वटा हो। तर हजुरहरूलाई अब कुनै डिजिज होइन डाक्टर साहब यो त डिजिज यहाँ चाहिँ यस्तो छ है महामारी यो त राख्नुपर्छ भन्ने खालको आयो भने तपाईँहरूले अदरबाट गएर अरू 52वटा त्योभन्दा बढी पनि अदर गरेर अननोन गरेर राख्न सक्नुहुन्छ सर। सर्च गर्नेमा कुनमा भन्नुभयो सर हजुरले? हजुर यो यसमा यो मैले अहिले देखाइरहेको छु नि यसमा के भन्नुभयो हजुरले? हो त्यही त यो हजुरले भने ठिकै हो यहाँ 18+ अदर गरेर 19 छ। यो अदर गरे पछाडि हजुरको 18 भन्दा बाहेकको यसरी यहाँ लिस्टमा आउँछ। अहिले चाहिँ इन्ट्री फिभर मात्रै आएको छ होइन। अब अरू योभन्दा मुनिका अरू पनि बाँकी अरू यहाँ आउँछ कि सर, यो आउने क्रममा छ। हजुर अँ अन्य डिजिज चाहिँ हजुरले यहाँ अदर क्लिक गर्नु पऱ्यो। अदर क्लिक गरेपछि यहाँ यो अदर डिजिज भनेर मुनि एउटा झर्छ ड्रप डाउन। अनि यो अदर डिजिज यहाँ क्लिक गरे पछाडि इन्ट्री फिभर अनि अरू अरू यहाँ आउँछ कि सर। त्यो चाहिँ अब यो हामीले बनाइसकेपछि मैले ग्रुपमा चाहिँ हजुरहरूलाई फ्लोर गर्छु सर। हुन्छ अब इन्ट्रीको मैले कुरा यो डिजिजमा एउटा डिजिज ल्याउँ एउटा डेङ्गीमा क्लिक गर्नु। डेटमा जनवरी 1 भन्दा पुरानो 14 गते ल 14 गते विक 53 हो। ए ए त्यसमा चाहिँ यो त्यो डिजी मात्रै आउँछ कि सबै आउँछ अरू पनि आउँछ? जस्तो यी हेपाटाइटिस ए क्विट जन्डिस भन्ने अहिले हामीले राखेका छैनौँ। यो चाहिँ अब त्यो हामीले पुरानो 2025 वी 53 चुज गर हो यो पनि छैन। यसको ठाउँमा अहिले जेई छ होइन। हो यो आउँछ ठिकै हो यो कुरा। यो त्यही त अहिले चाहिँ हामी केमा छौँ भने सरले भने जस्तो दुईवटा काम गर्नुपर्ने अवस्था छ कि अहिले हामीलाई विक 53 को पनि रिपोर्ट गर्नु छ यो शुक्रबारसम्ममा या शनिबारसम्ममा होइन। अनि यो विक 1 को पनि गर्नु छ क्या 2026 को। अहिले यो हप्ता चाहिँ हामीले यो क्रुसियल छ कि दुइटै रिपोर्ट गर्नुपर्ने छ। अब सरहरूले गरिरहनु भएको छ त्यसको लागि हामी वी आर भेरी ग्रेटफुल भेरी थ्याङ्कफुल होइन। तपाईँले रिपोर्ट गरिरहनु भएको छ होइन यो यसको लागि। र यो चाहिँ अब यो हप्ता चाहिँ हजुरलाई अलिकति दुईतिरै एउटा नयाँ कुरा सिक्ने पनि दुईतिरै रिपोर्ट गर्ने पनि अलिक गाह्रो। यो ट्रान्जिसनमा तपाईँ हाम्रो सबैलाई अलिकति गाह्रो भएको महसुस मैले पनि गरेको छु। तर अब यो चरण सकिसके पछाडि हामीलाई एउटा फ्लोमा जान्छ सजिलो हुन्छ भन्ने कुरा मैले गर्न चाहेँ। अब यो इन्ट्रीको कुरा मैले सकाएँ। अझ मुख्य अब हामी रिपोर्टको कुरा गरौँ होइन। समीक्षा पनि नजिक नजिक आउँदैछ। अब रिपोर्ट निकाल्नलाई हामीले अहिले फेरि योपालि धेरै कुराहरू चाहिँ चाहिँ पावर पोइन्ट प्रेजेन्टेसन टेम्प्लेटमा हालेका छौँ। अब हामीसँग अलिक आधी घन्टा मात्रै बाँकी छ त्यसमा फोकस हौँ है त सर म्यामहरू। हुन्छ म अब यसैमा गएँ। जस्तो अब हजुरले रिपोर्ट निकाल्दाखेरि चाहिँ साथीहरूलाई थाहा पनि छ यो इभेन्ट रिपोर्टमा जाने हो। अनि यसमा गएर क्लिक गर्नुपर्छ हजुरहरूले। यो क्लिक गरिसके पछाडि यसरी यो एउटा विन्डोमा यसरी खुल्छ।
हजुरकोमा देखिरहेको छ। अब यसमा चाहिँ हजुरहरूले जस्तो अब यहाँ यो सानो देखियो भने यो कन्ट्रोल प्लस गरेर यो ठुलो बनाउन सकिन्छ, तर कहिलेकाहीँ यो मैले पनि एकचोटि त्यो हजुर टेस्ट युजरबाट गएको आउन चाहिँ आएको छ सर। मैले बिहान रिपोर्ट यसबाट हेरेको थिएँ, अहिलेलाई यसैबाट गरेँ के एउटा प्रोसेस त एउटै हो नि। अर्को आउँछ किबोर्ड टेबल र लाइन लिस्ट भन्ने आउँछ। छैन, एजमा ट्राई गरौँ। हो यस्तो आएछ। हुन्छ मैले चाहिँ अब एकचोटि सबैले म्युट गरिदिनु होला है अहिले एकछिन। र अब हाम्रो चाहिँ यहाँ चाहिँ अब यहाँ टेबल स्टाइल भनेर यो चाहिँ रहेछ होइन। यसमा चाहिँ हामीले चाहिँ अब यो सिधै अब युआर्समा जाने। अब अघि एग्रिगेट र इभेन्ट आए जस्तो यसमा चाहिँ अब हामीले लाइन लिस्ट लिने होइन सर पदम सर। यसमा के हो मेरोमा त्यो आएको थिएन, यो हेरौँ एकचोटि। अनि यो हजुरहरूले यहाँ हेर्नु होला है, यो युआर्स भन्ने सिलेक्ट गर्नु होला। यहाँ चाहिँ दुईवटा छ, युआर्स प्रोग्रामभित्र हामीले इन्ट्री हजुर सुरुबाट पाउनु है त। यसलाई मैले फेरि होममा गएँ, अनम्युट नगर्नु भएको साथले म्युट गरिदिनु नि। अब यो यसरी छ, यो हजुरहरूले यो एपहरूमा जाने यहाँ यो 9वटा पोइन्ट छ, यसमा क्लिक गरिसके पछाडि हजुरहरूले इभेन्ट रिपोर्टमा जानु पऱ्यो। यो चाहिँ हजुरहरूलाई यो समीक्षामा डाटा निकाल्न सहज हुन्छ है, त्यही हुने हिसाबले मैले कुरा गर्दैछु। अनि प्रोग्राममा यहाँ हजुरहरू प्रोग्राममा जानु पऱ्यो। प्रोग्राममा चाहिँ यहाँ अब दुईवटा छ होइन, अघि इन्ट्री गर्ने ठाउँमा पनि त्यहाँ दुईवटा देखाउँथ्यो, दुईवटा छ। जस्तो युआर छ, अर्को इभेन्ट बेस्ड सर्भिलेन्स छ। अब हामीले यहाँ दुईवटा जस्तो ल्याब कन्फर्म डिजिज हेर्ने हो अनि अहिलेको जस्तो सिन्ड्रोम हेर्ने हो भने हजुरहरू युआर्समा जानु पऱ्यो। तर इभेन्ट बेसमा चाहिँ कुनै घटना घट्यो त्यो पनि अहिले म देखाउँछु। केही घटना काहीँ घट्यो भनेर हजुरहरूले डिस्क्रिप्सन लेख्नु भएको हुन्छ भने त्यो कुरा चाहिँ यसबाट आउँछ। म्युट गरिदिनु ल। अरू साथीहरूले म्युट गरिदिनु होला। हुन्छ, यो चाहिँ हजुरको प्रोग्राममा गएर युआर्स क्लिक गरियो होइन। यो चाहिँ युआर्स गरेपछि यहाँ यसरी यहाँ अरू मेन्युहरू देखिन्छ। त्यसमा चाहिँ हजुरहरूले अब यहाँ डिजिज, अब डिजिज नेमबाट जाउँ होइन। डिजिज कुन राखेको त वाट वेयर वेन भन्ने हुन्छ इपिडेमोलोजीमा, हामी वाटबाट जाउँ। डिजिज नेम चाहिँ अब कुन लिने त होइन। अघि मैले भनेको अहिले तिनवटा कुरा सेयर गर्छु। एउटा ल्याब कन्फर्म डिजिज, एउटा तपाईँको के अरे सिन्ड्रोमिक डिजिज होइन एजी सारीहरू, र एउटा चाहिँ म इभेन्टको कुरा गर्छु। तिनवटा कुरा गर्छु होइन। जस्तो अब ल्याब कन्फर्ममा मानौँ अहिले धेरै चलेको डेङ्गी नै मैले चुज गरेँ, डेङ्गी डिजिज नेम चुज गरेँ। अब डेङ्गी अघि किशोर सरले के सोध्नु भएको थियो, प्रोबेबल कन्फर्म सस्पेक्ट यो देखिएन, यो निकाल्न सिकाउनु पऱ्यो भन्ने हुन्थ्यो नि सरले। हो त्यो चाहिँ कसरी जाने भने हामीले डायग्नोसिस हामीले नै हजुरहरूले नै इन्ट्री गर्नुभएको चिज मैले देखाउन जाँदैछु है। जस्तो डायग्नोसिस डबल क्लिक गर्नुभयो, यो तल झर्छ। यहाँ
यहाँ डबल क्लिक गरेपछि यो सेलेक्सन भएको यहाँ हेर्नु त सेलेक्टेड डाटा आइटम्स भन्छ, तल सेलेक्ट भएर तल झर्छ कि। अनि डायग्नोसिसमा चाहिँ हजुरहरूको त्यही 3टा छ नि होइन, कन्फर्म होइन, प्रोबेबल अनि सस्पेक्ट। हजुरले जे इन्ट्री गर्नुभएको छ त्यही। अहिले यति कुरा देखाउँछ, अरू कुराहरू पनि यहाँ धेरै छ नि त, हजुरले जे इन्ट्री गर्नुभएको छ त्यो सबै मजाले निस्किन्छ यहाँबाट होइन। तर अहिले एक्जाम्पलको लागि चाहिँ जस्ट यो यति कुन जस्तो कन्फर्म डेङ्गी हो कि होइन, सस्पेक्टेड डेङ्गी हो कि अब के डेङ्गी ल्याब कन्फर्म डिजिजहरूको चाहिँ मैले कुरा गरेँ। अनि हजुरहरूले अब यहाँ टाइम पिरियड चुज गर्नुपर्छ। अहिले यहाँ वाट हो, अब वेयर भयो, अब वेयर आउँदैछ वेन होइन, यो वेन चाहिँ पिरियडमा क्लिक गर्नु होला। पिरियडमा क्लिक गरिसके पछाडि यहाँ हजुरहरू यहाँ कन्फ्युज हुन्छ कि, किनभने एचएमआइएसमा एग्रिगेट डेटामा अलिकति फरक रूपले यहीँ क्लिक गरेर निकाल्नुहुन्छ तपाईँले। तर यसमा चाहिँ अलि फरक छ। यसमा चाहिँ हजुरहरूले यहाँ यो सेलेक्ट पिरियड भन्ने छ, देखिरहनु भएको छ नि। अब हजुरले स्टार्टेड इन्डेटबाट पनि जान मिल्छ। अहिले म त्यतातिर गइनँ होइन, बिचको पनि लिन मिल्छ भने अहिले चाहिँ हामी मन्थली इयरली अब कसरी लिने, अब अझ म विकली नै लिने कुरा। जस्तो यहाँ हजुरले विकली लिने हो भने विकली स्टार्ट सन्डेबाट लिनु पऱ्यो होइन। मन्थली लिने हो भने मन्थली क्लिक गर्नु पऱ्यो भने, इयरली लिने हो भने इयरली क्लिक गर्नु पऱ्यो। अहिले चाहिँ म बिचको मन्थली लिन्छु। मन्थली लिएपछि यहाँ हजुरले हेर्नु त डिसेम्बर 2026, नोभेम्बर 2026, यो 2026को यो 12वटा महिना यहाँ तल आउँछ। तर अब अहिले हामीले 26को डेटा निकाल्ने त होइन, पुरानो डेटा निकाल्ने 26मा त हामी जनवरीमा छौँ। सो यो यहाँ हेर्नु त हजुरहरूले प्रिभियस इयर भन्ने छ, प्रिभियस इयर क्लिक गर्नु। प्रिभियस इयर क्लिक गरेपछि 25मा गयो हेर्नु त, हजुर देखिरहनु भएको छ नि होइन, 25मा गयो होइन। अझै प्रिभियसमा जाउँ, 24मा गयो। अब 2टा क्लिक गर्छु है त म, 24 र 25को मन्थली डेटा हेरौँ एकचोटि। त्यो गर्नलाई जस्तो यो सबै छ, एकचोटि 12 मन्थ 24 मन्थको हेरौँ भन्ने खालको हामीलाई चाहिँ वेन चाहियो होइन। भनेपछि यो डबल एरो छ नि, एउटा मात्रै एरो गर्नु भयो भने एउटाले एउटा मात्रै जान्छ। अब यहाँ यो डबल एरो गरौँ भने यो सबै उता जान्छ क्या यसरी होइन, यसरी जान्छ। यो अहिले यो तलमाथि भएर केही भएन। यो अब 12वटा मन्थ यता सर्यो, फेरि नेक्स्टमा जानु। अब यो यदि प्रिभियस गर्नुभयो भने 2023मा जान्छ, 23को पनि झार्ने हो भने उता सार्ने हो भने यहाँबाट जानु, सबै झार्ने। या एउटा मात्रै झार्ने भने अघि जस्तो डबल क्लिक गर्ने, यहाँ क्लिक गरेर यहाँ थिच्ने हो। अब होइन 24 र 25को मात्रै चाहिन्छ भने ट्याक्कै 25मा जाने। अब यसलाई सट्टा उता झार्ने, यो 24 र 25को 24वटा महिना हामीले यहाँ चुज गऱ्यौँ है, चुज गऱ्यौँ। अहिले म यो सरस्वती भन्छु, अनि तपाईँहरूले केही कन्फ्युजन भयो भने त्यतिखेर मलाई सोध्नु होला। अब यो वाट वेयर वेन होइन, वाट डेङ्गु सेलेक्ट गरियो, वेन पनि गरियो। अब वेयर अर्गनाइजेसन युनिटी चुज गर्दाखेरि अब यहाँ चाहिँ मैले चाहिँ मेरो टेस्ट युजर सुदूरपश्चिमको भएर यो मलाई सबैको आयो होइन। तर हजुरहरूकोमा चाहिँ जे हजुरको जुन युनिट हो त्यही आउँछ, यसमा समस्या हुँदैन। अटो सेलेक्ट होला, भएन भने सेलेक्ट गर्न सकिन्छ। अब यो चाहिँ अब जस्तो बाजुराको मैले चाहिँ हाम्रो चाहिँ बडी मालिका 8मा छ होइन, हाम्रो जिल्ला अस्पताल बाजुरा। अब त्यो क्लिक गरेर अहिले यसैको लिएँ मैले है, यसैको लिएँ। अब यसलाई मैले अपडेट गरेँ भने के आउँछ हेरौँ है त एकचोटि। अपडेट गर्दाखेरि एग्रिगेट डेटा आयो है यसरी। अब यो लेआउट मिलाउनु मिल्छ। अब म तपाईँलाई के सजेसन गर्छु भने लेआउट चाहिँ यो धेरैवटा भएको चिजहरू जस्तो मन्थ 12वटा छ नि, 12वटा मन्थलाई चाहिँ हजुरले लेआउटमा गएर मन्थलाई चाहिँ रोमा राखिदिने कि, त्यो भने यहाँ तलसम्म आउँछ। जस्तो लेआउटमा गएर रोमा हामीले डिजिज नेम राखेको छ। अब यो चलाउँदै गर्दा जान्नुहुन्छ तपाईँले फिल्टरमा राखौँ, किन डिजिज नेम एउटै छ होइन। डायग्नोसिसलाई भएर उसमा राखौँला, अर्गनाइजेसन युनिट पनि एउटै छ, यतै सारौँ। पिरियड धेरै 24वटा छ पिरियडलाई मैले यहाँ सारेँ, डायग्नोसिसलाई मैले यता सारेँ। हेर्नु कस्तो आउँछ अब। ल हेर्नु अब यस्तो गरेपछि अघि किशोर सरले भनेको जुन डेङ्गी कन्फर्म कति रहेछ त जनवरी 2024मा भन्दा 2टा रहेछ होइन, जिल्ला अस्पताल बाजुरामा भनेर यसरी मजाले आउँछ। अब यसलाई हजुरहरूले मजाले डाउनलोड गर्न मिल्छ। यहाँ गएर यसरी माइक्रोसफ्ट एक्सेलमा मजाले यहाँ डाउनलोड गर्नुभयो भने मजाले डाउनलोड हुन्छ। यो यसरी डाउनलोड भइसक्यो, डाउनलोड भएर यसरी खोल्न मिल्छ। यो इभेन्ट्स भन्न आउँछ। अब तपाईँले रिनेम गर्नु होला डेङ्गी के भन। अब मेरो यो चाहिँ खुलिरहेको छैन, किन खुलेको छैन भने मेरो यो माइक्रोसफ्ट क्रास भएको छ होइन। यो म चाहिँ यहाँ हाल्ने क्रममा छु, यो त्यो नभएर नखुलेको, यो खुल्छ तपाईँहरूकोमा। यो चाहिँ अहिले यो चाहिँ यहाँ अहिले देखिएन। अनि यसमा अब यसरी गर्ने हो। अब यो तपाईँलाई अब लाइन लिस्ट चाहियो। अहिले चाहिँ हजुरहरूले एग्रिगेट डेटा हेर्नुभयो, तर हजुरहरूकोमा लाइन लिस्ट चाहियो। यो केस कहाँको मान्छेको हो, कुन ठाउँबाट हो भने हजुरले यहाँ लाइन लिस्ट गरेर चाहिँ लाइन लिस्ट चुज गर्नु होला। यहाँनिर है यो टेबल स्टाइल भन्दा मुनि टेबलमा के हाल्ने भन्ने कुरा हो।
पाइभट टेबलबाट हजुरको एग्रिगेट डेटा आउने भयो भने लाइन लिस्टबाट केसको लाइन लिस्ट आउँछ। यो एकचोटि यो गरेर हेर्नु त के आउँछ, यसरी आउँछ। अब यहाँ तपाईँको पेसेन्ट नेम चाहियो भने अब यहाँ चाहिँ के चाहियो भने अघिको जस्तै वाट होइन, अघि हामीले डेङ्गु चुज गऱ्यौँ नि, जस्तो पेसेन्ट नेम चाहियो, कुन मान्छेलाई डेङ्गु कन्फर्म भएर छ त भनेर खोज्नलाई चाहिँ हजुरले यहाँ चाहिँ पेसेन्ट नेम कहाँ छ त भन्दाखेरि यो चाहिँ अल्फाबेटिकल अर्डरमै छ। आइजो यहाँ पेसेन्ट नेमलाई यसलाई यो छ नि, यो देखिरहनु भयो होला, यसलाई डबल क्लिक गर्नु, तल झर्छ, तल झरेपछि भनेको सेलेक्ट भएको हो, यसलाई अपडेट गर्नु त मजाले तपाईँको यसरी आउँछ। अब के राख्ने होइन, आइजिएम पोजिटिभ हो कि NS1 पोजिटिभ हो कि के भएर कन्फर्म भयो होइन, त्यो हजुरहरूले मजाले यो चाहिँ गर्न मिल्छ। यसलाई यति यहीँ गएर डाउनलोड गर्ने हो। यो कुरा एउटा कन्फर्म डिजिजको गरेँ है मैले। अब म सिन्ड्रोमिकको गर्छु ल। सिन्ड्रोमिकको अलिक फरक छ, सिन्ड्रोमिकको लगभग यही हो, तर यो त्यसमा अलिकति कुरा फरक छ। जस्तो अब म सिन्ड्रोमिकमा गइहालेँ ल, यही चिज हो, सेम यही हो। अब यो डेङ्गुको ठाउँमा हामीले अब अर्को डिजिज के चुज गर्छौँ भने डेङ्गुको ठाउँमा जस्तो के चुज गरौँ, जस्तो एजी चुज गरौँ है। यो सिन्ड्रोमिक हो नि त, झाडा पखाला होइन यसको हो। अब एजीको चाहिँ हजुरको कन्फर्म प्रोबाबल सस्पेक्ट भन्ने हुन्छ त, हुँदैन नि त। एजीको चाहिँ केस काउन्ट गर्ने हो कि यसको चाहिँ कन्फर्म भन्ने। यदि एजी अब उतातिर कन्फर्म हुने हो, झाडा पखालाबाट कन्फर्म त कोलेरा हुन्छ, हैजा हुन सक्यो, तर झाडा पखाला कन्फर्म भन्ने त हुँदैन। सो अहिले चाहिँ त्यही भएर तपाईँहरूले यसलाई यो रिमुभ डायग्नोसिस राख्नु पर्दैन, यसलाई रिमुभ गरिदिनु होइन, यति हो। अब त्यही वाट वेयर वेन, यो वाट लियो एजी वेयर होइन, बाजुराको जिल्ला अस्पतालमा आएको र अरू केस पनि अब कुन ठाउँको अरू लिन मिल्यो, र वेन भने यो पिरियड हामीले यही चुज गऱ्यौँ। अब यसलाई एकचोटि हजुरहरूले अहिले लाइन लिस्टमा छ, फेरि एग्रिगेटै लिउँ है त। एकचोटि के रहेछ प्राइभेट टेबल चुज गर्नुभयो, एग्रिगेट भयो, यसलाई अपडेट गर्नुभयो भने यसरी अब यो चाहिँ 29वटा केस एजी डिसेम्बर 2024मा रहेछ 14 गरेर यसरी आउँछ है। अब यो पनि अघिको जस्तै यहाँ गएर हजुरहरूले डाउनलोड गर्न सक्नुभयो। यो डाउनलोड गरेर हजुरहरूले मजाले तपाईँको चाहिँ टेम्प्लेटमा जुन हामीले पठाएको पिपिटी टेम्प्लेट छ त्यहाँ हाल्न सक्नुहुन्छ है। त्यस पछाडि त्यस पछाडि यो कुरा भयो। अब यसको लाइन लिस्ट पनि हेर्ने अघिको जस्तै लाइन लिस्ट जाने अनि अपडेट गर्नुभयो भने यसमा चाहिँ आउँछ मजाले कुन मान्छेलाई एजी भएको थियो होइन, अब कहाँ के सबै आउँछ। अब यो सँगसँगै एउटा थोरै कुरा मैले जोड्न चाहन्छु, भिजुअलाइजर। एकदम गजबको भिजुअलाइजर हामीसँग यहीँ छ। जस्तो चार्ट बनाउने, बाई चार्ट बनाउने, लाइन चार्ट बनाउने होइन, त्यसको ट्रेन्ड हेर्ने। यसमा त त्यो हो नि त हामीले डाटा एनालाइसिस। डाटाको कस्तो भने डाटा हामीले रिपोर्ट गऱ्यौँ, डाटा रिपोर्ट मात्रै छ, त्यसको एनालाइसिस छैन कि होइन। जस्तो एजी धेरै भएको बेलामा चाहिँ कुनै महामारी आएको हो कि भन्ने हामीले त्यो केलाउन सकिरहेको छैनौँ। सो त्यो कुरा पनि अब हामीले चार्टबाट पनि गर्न सक्छौँ। जस्तो यही कुरा हामीले यहाँ हेर्नु होला, यहाँ देखिनु भयो होला, यहाँ चार्ट भन्ने छ। यही कुरालाई हामीले चार्टमा चाहिँ डिस्प्ले गर्न पनि सक्छौँ। जस्तो गो टु इभेन्ट चार्ट भन्ने है, इभेन्ट चार्टमा चाहिँ बार चार्ट बनाउने, पाइ चार्ट बनाउने, लाइन चार्ट बनाउने होइन, एकदम इन्फर्मेटिभ इन्फोग्राफिक्स चलाउने यसो आउँदैछ है यो। हजुर यो खुल्दैछ है। एजमा चाहिँ अलिक स्लो हुन्छ कि के हो, क्रोममा त मजाले खुल्छ। म्युट गर्नुपर्ने हो कुन साथी हो। चार्ट घुमै छ ल, आयो ल है। हेर्नु है, जस्तो यी बार चार्ट अब कस्तो बनाउने हजुरहरूले त्यो गर्न मिल्छ। अनि अब जस्तो अघि जस्तो फेरि मैले अब एकचोटि यहाँ लिनुपर्ने अवस्था देखेँ। जस्तो यहाँ अघिको जस्तो कुन युआर्स लिउँ होइन, युआर्स लिइसकेपछि डिजिज नेम लिउँ है। एकचोटि फेरि त्यही टेबल निकाल्ने जस्तै हो। यसमा डिजिज नेम गयो, डिजिज नेममा हामीले एजी लियो होइन, एजी लियो। त्यस पछाडि अहिले एजी मात्रै राखौँ। अब पिरियडमा मैले अहिले एउटा वर्ष लिन्छु ल, मन्थलीको एउटा वर्ष मात्रै लिएँ ट्रेन्ड हेर्नलाई। जस्तो 2026को डेटा छैन, 25को लिएँ, 25 ताने। अब यो लास्टमा यहाँ अटो आइरहेको हुन्छ, यो हटाइदिउँ। अर्गनाइजिङ युनिटमा अब अघिको हाम्रो अब चाहिँ बाजुरै लियो भने नि बाजुराको डेटा आउँछ यहाँ। अब यसको लाइन चार्ट बनाऊँ है त एकचोटि। यी मैले यहाँ लाइन यो गरेँ, यो यस्तो लाइन यो गर्न मिल्छ। यहाँ अपडेट गराउँ त, ल यसरी आउँछ। हजुरलाई यस्तो बनाएर हाल्नु पनि भनेको छ हामीले त्यो पिपिटीमा होइन।
यसरी सजिलै आउँछ, केही गर्नु पर्दैन, यहाँ आउँछ। अनि अब तपाईँहरूले यो नामहरू मजाले चेन्ज गर्न मिल्छ कि यहाँ तपाईँको यो लेआउटमा भइहाल्यो लेआउटको कुरो। यहाँ अप्सनमा गएर हजुरहरूको जस्तो चार्टको नेम अलिक सरेन यो यी जस्तो यहाँ चार्टको टाइटल के राख्ने त भन्दाखेरि एजी होइन, एजी इन बाजुरा गर्नुभयो होइन, एजी इन बाजुरा गर्नुभयो भने यसलाई अपडेट गर्नु हो भने ट्यागका एजी इन बाजुरा भनेर आउँछ के राख्ने तपाईँहरूले। अनि अब यतापट्टि भर्टिकल लाइन के हो, हरिजेन्टल लाइन के हो भन्ने कुरा पनि यहाँ हजुरले मजाले बनाउनु मिल्छ। अनि यसैलाई सेभ गर्न मिल्छ कि जस्तो लेआउटमा लेआउटमा होइन भने यो अप्सनमै जाने हो। अनि त्यस पछाडि अब यहाँ एक्सिस रेन्ज एक्सिस भन्ने छ, यो तपाईँहरूले चलाइसकेपछि जान्नुहुन्छ। कन्फ्युजन भयो भने मलाई भन्नु लागि रेन्ज एक्सिसमा टाइटल के राख्ने, जस्तो केही राखौँ होइन, नम्बर राखौँ, नम्बर राख्नुभयो भने अपडेट गर्नुभयो भने यो चाहिँ के हो त नम्बर अफ केस यता, अब यो यता पिरियड भनेर यसरी आउँछ। अब यस्तो भयो हजुरलाई एउटा के समस्या आउँछ यसमा चाहिँ, जस्तो यो ठुलो चिज चाहिँ यहाँ हेरिँदैछ यो डिस्प्लेमा, अनि यहाँ माथिको कुरा देखिएन नि, अब त्यो नदेखाइदा चाहिँ कन्फ्युजन हुन्छ। त्यसलाई केही नगर्ने, त्यसलाई कन्ट्रोल माइनस गर्नु भने ट्याक्क देखिन्छ, यसलाई सानो बनाए चाहिँ घट्यो भने देखिन्छ। अब यसलाई हजुरहरूले यहाँ डाउनलोड गरेर इमेज टक्क डाउनलोड गर्ने, यो डाउनलोड गर्नु भने यो चाहिँ मजाले यसलाई तपाईँले पिपिटीमा हाल्न सक्नुहुन्छ। जस्तो एजी इन बाजुरा भनेर यसरी पिएनजी भन्ने चाहिँ फर्मेटमा आउँछ मजाले। तपाईँ मैले एक दुईवटा अस्ति नै सेयर पनि गरेको छु, मैले यसै गरेको। अब यो डाटालाई एक्सेलमा लगाएर म्यानुअली चार्ट बनाउने भन्ने त अब हामीसँग त्यति धेरै टाइम छ भने गर्न सक्यो, टाइमै हुँदैन, धेरै कामहरू हुन्छ होइन। हजुरहरूले यो युआरएस मात्रै रिपोर्ट मात्रै होइन, एचएमआइएस पनि गर्नु पऱ्यो, त्यहाँ डेथ हुन्छ होइन, अरू रेप केस सुसाइडको धेरै त्यहाँ चाहिँ रेकर्डिङ रिपोर्टिङको कामहरू हुन्छ नि तपाईँहरूसँग। सो त्यो भएको भएर यसरी हजुरहरूले चाहिँ मजाले सिस्टमबाटै यस्तो मजाले चार्ट बनाउनु हजुरले सक्नुहुन्छ। अझै यसको भिजुअलाइजर चाहिँ पहिलाको 30 भन्दा 40 मा एकदम रिफाइन भएर आएको छ। र यस्तो भिजुअलाइजरहरू यो चाहिँ बनाएर ड्यासबोर्डमा पनि मजाले राखेर तपाईँले सिजनल ट्रेन्ड हेर्ने, मुभिङ एभरेज निकाल्ने, यसमा धेरै छ, यो महासागर छ, त्यो चाहिँ बिस्तारै गर्दै जाउँला होइन। यो कुरा यसरी मैले गरेँ। अब अर्को दुईवटा कुरा मैले अहिले सेयर गरेँ, अब लास्ट एउटा गर्छु। एउटा ल्याब कन्फर्म केसको गरियो, एउटा सिन्ड्रोमिक केसको गरियो। ल्याब कन्फर्म डिजिजको पनि हामीले यसरी नै चार्ट निकाल्न सक्छौँ है। केही कन्फ्युजन भयो भने तपाईँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। टाइम थोरै भएको भएर मैले छिटछिटो लाग्यो। अब हाम्रो इभेन्ट बेस्ड सर्भिलेन्स जुन छ नि, घटना हामीसँग कुनै काहीँ घटना घटेको छ भनेर तपाईँले रिपोर्ट गर्नुभएको छ, सो त्यसको त्यो पनि त हेरौँ त होइन, कस्तो गरेको छ भन्ने कुरा चाहिँ अब हामीले चाहिँ त्यो पनि मागेको छ हामीले। इभेन्टहरू के घटेको छ, त्यसमा रेस्पोन्सहरू के गर्नुभयो भन्ने कुराहरू हजुरहरूको टेम्प्लेटमा छ त्यो होइन। अब यो ब्राउजर केस क्लिन चाहिँ यसरी आउँछ। अब यो यसरी डिलिट गरिदिनु होला। अनि यहाँ माथिबाट गर्ने कुराहरू मैले गरिहालेँ। यो हरेकचोटि गर्दाखेरि केही समयलाई 1-2 हप्तालाई यो गरिदिनु पऱ्यो, तपाईँहरूले दुःख नमानिकन। र अब फेरि अहिलेको जस्तै अब हामी इभेन्ट रिपोर्टमै जाउँ, फेरि त्यही नै हो, इभेन्ट रिपोर्टमै जाने हो, रिपोर्ट निकाल्ने हो। हामीले इभेन्ट इन्ट्री गरेका छौँ होइन, यहाँ चाहिँ केस इन्ट्री गरेको छु, त्यसको रिपोर्ट निकाल्ने। यहाँ कस्तो सानो आयो, यसलाई मैले कन्ट्रोल+ गरेँ, ठुलो आयो। अब त्यस पछाडि हामीले चाहिँ अब प्रोग्राममा जाउँ। प्रोग्राममा हजुरहरूले यहाँ चाहिँ इभेन्ट बेस्ड सर्भिलेन्स सेलेक्ट गर्नु। अघिसम्म हामीले युआर चुज गरेका थियौँ, त्यसमा डिजिज, एजी, सारी, डेङ्गी आइरहेको थियो भने अब हामीले कुनै घटना काहीँ घटेको थियो भनेर रिपोर्ट गरेका थियौँ, त्यसको हेर्नु पऱ्यो भनेपछि इभेन्ट बेस्ड सर्भिलेन्स जाने, यहाँ जाने। कुनै घटना घटेको थियो भनेर रिपोर्ट गरेका छौँ भनेर अनि यहाँ चुज गरिसकेपछि यहाँ चाहिँ हजुरहरूले लाइन लिस्ट चुज गऱ्यो भने यहाँ तल आउँछ, आउँदैन पाउनु है। यो लाइन लिस्ट यहाँ मैले चुज गरेँ, अहिले ठिक छ, प्राइभेट टेबलमै होस्। यो इभेन्ट भन्ने छ, यहाँ चाहिँ इनरोलमेन्ट भन्नेमा जानु होला, इनरोलमेन्ट भन्नेमा जानु होला। या स्टेजमै भयो पनि इभेन्टमै भयो भने ठिकै छ। यहाँनिर यो स्टेज भन्ने छ एउटा, यो स्टेज भन्नेमा चाहिँ हजुरको दुईवटा छ। एउटा आइआरए इनिसियल रिस्क एसेसमेन्ट भनेको यो अहिले हालसालै हामीले राखेको कुरा हो भने हजुरले पुरानो गरेको चाहिँ रेस्पोन्स एक्टिभिटिज भन्नेमा छ कि यहाँ क्लिक गरेपछि अहिले जस्तै युआर चुज गरेर यहाँ चाहिँ डिजिज नेम सेम के झरेको थियो नि, त्यस्तै गरेर इभेन्ट बेस्ड सर्भिलेन्स भनेपछि यहाँ तल धेरै चिजहरू झर्छ। यहाँ अब कुन हजुरलाई जे चाहिन्छ त्यो लिने हो। जस्तो इभेन्ट आइडी लिउँ होइन, अनि हामीले डिस्क्रिप्सन के टाइप गरेको थियौँ त्यो दुईवटा लिएँ मात्रै, यो दुईवटा मात्रै लिएँ अहिले। यो भनेको वाट हो, यहाँ पनि वाट वेयर होइन। वाट हामीले के लिने त भनेको एपिडेमियोलोजीको टर्ममा वाट, यो के लिने वाट हो। अब त्यही वेन, अब यहाँ वेन छ, वेनमा पनि अघिको जस्तै मन्थली लिउँ, या अहिले चाहिँ म इयरली लिन्छु। इभेन्ट त धेरै हुँदैन, थोरै हुन्छ, मैले इयरली लिएँ। इयरलीमा मैले 2025 चुज गरेँ, ठिक छ। यो डबल क्लिक गरेपछि यता सर्छ।
24को लिने भने पनि यसलाई डबल क्लिक गर्ने सार्ने। अनि अब यो यहाँ तल चुज भइरहेको हुन्छ, यसलाई हटाइदिउँ मैले, यो चाहिँ परेन। अब वाट वेन भयो, वेयर, अब वेयर कहाँ त भन्दाखेरि अब मानौँ बाजुराकै हामीले चाहिँ अब म कहाँ यहाँ सबै कहाँ आउँछ, हजुरहरूको आफ्नै अस्पताल आउँछ, सिधै यो यसलाई आफै सेलेक्ट गरेर क्लिक गर्ने हो। अब यहाँ चाहिँ मैले बडी मालिका होइन 8मा गएँ, बडी मालिका 8मा गएर यसरी जानु पर्दैन, यो मलाई यो मसँग प्रोभिन्सियल युजर भएको भएर गएको हो। हेमराज जोशी सरकोमा चाहिँ यसै गरी जाने हो। अब यहाँ डिस्ट्रिक्ट हस्पिटल बाजुरा चुज गरे पछाडि हजुरको यहाँ क्लिक गर्नु हो भने यसरी आउँछ। यी टोटल यी पाइभट टेबल भने भएर यहाँ चाहिँ एग्रिगेट भ्यालु आयो। 6वटा इभेन्ट इन्ट्री गर्नुभएको छ 2025मा हजुरहरूले बाजुराबाट होइन। तर यसको लाइन लिस्ट हेरौँ त भनेर एकचोटि यहाँ लाइन लिस्ट क्लिक गरेर के आउँछ हेरौँ त। यी ल हेर्नु यस्तो मजाले आउँछ। ल अब तपाईँहरूले चाहिँ मजाले चाहिँ यो इभेन्ट के आएको रहेछ, अब यो तपाईँहरूको पावर पोइन्टमा पनि राख्नु भनेर हामीले चाहिँ गरेका छौँ। यो चाहिँ अब जस्तो इभेन्ट डेट कहिले घटना घटेको हो त्यो कहिले त्यही दिन रिपोर्ट गर्नुभयो होइन, कुन अस्पतालले गर्यो र बडी मालिका नगरपालिका वार्ड नम्बर 7 जिल्ला यतिमा यस्तो यस्तो घटना भयो, यहाँ पनि वार्डवेयर होइन होइन को कुराहरू यहाँ गरिदिनु हो। मजाले म्यासेज यसरी मजाले लामो टाइप गर्नु छ भने लामो छोटो सबै गर्न मिल्छ। यसरी गरेर हजुरहरूले पठाइसकेपछि यसको रिस्क एसेसमेन्ट हुन्छ, हामीले रिस्क क्याटेगोराइजेसन गर्छौँ होइन। अनि अब स्थानीय तह एक्टिभेट हुने हो कि जिल्ला प्रोभिन्स एक्टिभेट हुने हो कि केन्द्र एक्टिभेट हुने हो, रिस्क लेभलको अनुसारले हामीले चाहिँ त्यसको कन्ट्रोल मेजरमेन्ट गर्ने, त्यो महामारी फैलिन नदिने, ट्रान्समिसन रोक्ने लगायतका कामहरू गरेर हामीले चाहिँ रेस्पोन्सको एक्टिभिटी गर्छौँ। सो अब यो कुरा, यो 3टा कुरा मैले सेयर गरेँ अहिले। अब हजुरहरूलाई केही त्यस्तो केही अब यसलाई पनि डाउनलोड गरेर मिल्छ। दुई नै हुनु पऱ्यो। यो अटो इभेन्टमै हुन्छ यसमा हुन्छ। अब हो यो चाहिँ अलिकति सरले मिलाउनु होला, पदम सरले। यसमा के रहेछ लगभग कुरा यही हो, चिज आयो। अब यो एग्रिगेट भ्यालुले खास चाहिँ हामीलाई त्यति यो इभेन्टमा महत्त्व राख्दैन होइन। आएको राम्रो सिस्टममा मिलाउनु हो र उहाँ सरले मिल्छ। तर अब हामीलाई मुख्य अघि मैले देखाएँ नि लाइन लिस्ट, यो चाहिँ हामीले पिपिटीमा पनि हाल्नु भनेका छौँ होइन। यो चाहिँ हजुरहरूले यसै गरी अघिको जस्तै डाउनलोड गरेर माइक्रोसफ्टमा गर्ने, सिएसपीमा कुनमा गर्ने गरेर अनि मजाले यसलाई कपी पेस्टै गरेर टेम्प्लेटमा हाल्न सक्छौँ। हुन्छ, मैले यो रिपोर्ट निकाल्ने र इन्ट्री गर्ने कुराहरू मैले थोरै सेयर गरेँ। हजुरहरूको केही छ अब केही कन्फ्युजन छ भने सोध्नु होला। हाम्रो लगभग अब 5 मिनट बाँकी छ 11:30 हुनलाई। अब अरू त्यस्तो केही कन्फ्युजन छ भने भन्नु होला। अब यो पछाडि पनि तपाईँले इन्ट्री गर्दै गर्ने क्रममा चलाउने क्रममा यो चलाउँदा चलाउँदै सिक्ने हो। मैले पनि यो चलाउँदा चलाउँदै मैले यसरी युआर्सको भनेर मैले आफै गएर ट्रेनिङ पनि दिएको होइन। अब यही चलाउँदै चलाउँदै गर्दाखेरि सिकेको। हजुरहरूले पनि हजुरहरू मभन्दा अझ एक्सपर्ट हुनुहुन्छ होइन। यो रिपोर्ट हजुरले गर्नुभएको कुरा हो। सो यो गर्दै गर्दा हजुर हजुरले भनिदिनु त, म अहिले यहाँ देखाउँछु अलि घुमिरहेको छ। जस्तै यहाँ 2टा कुरा छ उहाँले
एरर नआउनु नआउने चाहिँ क्याप्चरमा हुन्छ दुइटै राख्नु हजुर हाम्रो हजुर सर के भन्नु सर अलि बुझेन हजुर बल्क अपलोडको अघि मैले सर भने होइन अब यो बल्क अपलोड चाहिँ अब लगभग यो हाम्रो यो इन्ट्री गर्ने फर्म फाइनलाइज भइसके पछाडि हामी त्यसमा लाग्छौँ हामी लागिरहेकै छौँ मैले पदम सरलाई पनि भनिरहेकै छु होइन त्यो हामी भएपछि भन्छौँ सर केही समय लाग्ला अब यस्तो हुन्छ फेरि बल्क अपलोड चाहिँ अब पहिला विकली रिपोर्टिङ भएको भएर तपाईँलाई बल्क अपलोडले एकदम सहज बनाएको थियो अहिले पनि सहज चाहिँ हुन्छ तर अब हामीले बल्क अपलोडमा जस्तो हप्ताभरिको एक्सेल सिटमा यहाँ चाहिँ राखेर अनि इन्ट्री गर्ने भन्ने चाहिँ अहिले छैन सर होइन तर जस्तो एजी आइएलआई फिभर विथ जन्डिस यिनी चाहिँ जो चाहिँ धेरै आउँछन् जो चाहिँ त्यो बल्क अपलोडबाट गर्न मिल्ने हामीले त्यो टेम्प्लेट बनाउँछौँ कुन कुन डिजिज गर्ने होइन जस्तो डेङ्गी गर्नु पर्न सक्छ कि मैले त्यहाँ सोचिरहेको छु होइन धेरै आउनसक्छ त्यो चाहिँ त्यो सिजनल ट्रेन हुने बेलामा सो त्यतिखेर चाहिँ तपाईँहरूलाई चाहिन्छ सो अब मुख्य सिन्ड्रोमलाई चाहिने हो हजुरले भने जस्तो त्यो हामी त्यसमा वर्कआउट गरिरहेको छौँ है सर अब अहिले किनभने यसकै इस्युहरू कोही कोही आइरहेछ त्यो सल्भ गर्दै जाने हो र बल्क अपलोडमा पनि गर्ने हो सर त्यो बल्क अपलोड नराख्ने होइन राख्ने तर सिन्ड्रोमिक सर्भिलेन्सलाई मुख्य गरी आउँछ कि अब यो हामी प्लानिङमा छौँ त्यो आउँछ है सर अरू साथीहरूको अरू केही छ सर ए रिपोर्टको यस्तो गरौँ सर मैले यहाँ रेकर्ड पनि गरिरहेको छु 47 मिनटको भएछ यो रेकर्ड चाहिँ मैले हजुरहरूको ग्रुपमा अहिले हालिदिन्छु अनि यही हेरेर गर्नु ल त्यसमा चाहिँ हजुरहरूले फेरि पछाडि सार्न नि मिल्छ कि फेरि गरेर दुई तिनचोटि कन्फ्युजन भयो भने हेर्न मिल्छ मैले यो रेकर्ड गरिदिइरहेको छु है सर यसैले हालौँ अरू 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 साथीहरू केही छ हजुर हुन्छ हुन्छ भन भन्नु न अफिस आवरमा जतिखेर फोन गर्दा पनि हुन्छ हजुरहरूले म चाहिँ एकदम एभाइलेबल हुन्छु सर म मिटिङमा भन्दा बाहेक मैले मिटिङमा चाहिँ उठाउँदिनँ अलि पछि मिटिङ सकेर कल ब्याक गर्छु त्यही गरौँ ल केही इस्यु त्यस्तो भयो भने एनिडेक्सबाट पनि मैले हिजो अस्ति सबैको एनिडेक्स नम्बर लिएर पनि इन्ट्री गर्ने समन्वय गरेको छु गरौँला सर हजुरले गर्नुभएको छ यसको लागि थ्याङ्कफुल छौँ हुन्छ अरू साथीहरूको केही छैन है हुन्छ केही भयो भने हजुरहरूले हजुर हजुर हुन्छ हुन्छ सर भइहाल्छ ठिक छ त्यसो भए अब हाम्रो लगभग समय पनि अब 11:30 भयो घरकियो है साथीहरूले मलाई अब पछि केही समस्या आयो भने सम्पर्क गर्न सकिहाल्नुहुन्छ हाम्रो हेमराज जोशी सर बा अब उहाँ कता बजाङ कि कता जानुपर्ने छ भन्ने हाम्रो साहब रमज्यू हेमराज सरको केही छ सर यसमा हाम्रो अब यो समापन गर्नको लागि मिटिङमा पनि हुनुहुन्छ उहाँ मिटिङमा हुँदै पनि उहाँ चाहिँ यहाँ जोइन गर्नुभएको छ सरलाई थ्याङ्क यू पनि छ एकदम धन्यवाद सर अब के छ सरको केही छ भने सरले यसो केही छ भने हजुरको सुनाउ हुन्छ सर मिटिङमा हुनुभएको भएर उहाँले हुन्छ सबैजनालाई स्वास्थ्य निर्देशनालय सेन्टिनल साइड स्वास्थ्य कार्यालय हाम्रो जे पदम सर लगायत सबैलाई एकदम हार्दिक धन्यवाद छ होइन अब हामी चाहिँ अब फोन कलमा कम्युनिकेसनमा रहिहाल्छौँ र अब आउने समीक्षामा पनि हाम्रो भेट भइहाल्छ त्यहाँ पनि हामी मजाले बसेर त्यहीँ बसेर केही इस्यु रहेछ भने त्यहाँ सल्भ गर्छौँ होइन अनि अब यो सिक्ने सिकाउने क्रम जारी नै छ त्यसको लागि सबैलाई धन्यवाद आज यो मिटिङमा आइदिनु भएकोमा र यति भन्दै मैले यो आजको यो अनलाइन छोटो मिटिङ चाहिँ समापन भन्ने अनुरोध गर्न चाहन्छु धन्यवाद है सर
कसकै थियो हौ खोइ 11 बजे टाइम भन्ने के बाल छैन के हिजो अनि आज मिटिङ गर्छु भने 11 बजे त्यो ट्र्याक्टरको सबैले मैले भनेको छैन नि मान्छे म यहाँ फोन यत्रो गएर पदमजीलाई म फोन गर्छु पनि भन्नुको तपाईँले अहिले आएर थाहा छैन भन्नुहुन्छ यार कहाँ त्यो कुरै भएको छैन यार म पदमजी नगरकोट छ यहाँ उनलाई त अनलाइन राखेर इस्यु आएको चाहिँ ल सल्भ गर्नु पर्यो भनेर राखेको त्यो त मैले थाहा पाएँ नगरकोट रहेछन् ए म आफ्नै माछु हेर्नु नि मान्छे कहाँ फोनमा घरमा ल ल भनेर टाउको मात्रै हल्लाउँछ यहाँ गफै भने म आफ्नै तनावमा छु यहाँ तलमा होला कि ठिकै छ म एकचोटि हेर्नु अलिक पछि गरौँला क्या सर तपाईँ नआतिनु म भनिरहेको छु आज टाइममा नगर्ने भनेको छैन नि यार शाखा प्रबन्धक सबैको टाइम लिएको छ के थाहा छैन मलाई थाहा छैन अनि शाखा प्रबन्धक मलाई भन्ने भएको छैन अब ठिकै छ तपाईँ कुरा हजुर प्रकाश सर हजुर नमस्कार भन्नु सर भन्नु रथाटमा 0 पोजिटिभ आएको हजुर हजुर हो हो केही 0 आयो भन्नु सर म हजुरलाई एउटा